नमस्कार। आजको विषय हामी रुपियाँ पैसाका लागि कति भागादौडी गर्छौँ। हामीले धर्म कर्म सबै बिर्सिन्छौँ, इष्टमित्र शाखा सन्तान सब बिर्सिन्छौँ। परन्तु जब हाम्रो शरीरबाट प्राण निक्लिन्छ तब ती रुपियाँ पैसा धरतीमा धरेको धरै रहन्छन्, कुनै कामकै छैन। त्यसै कारण सर्वप्रथम हाम्रो संस्कार सभ्यता र संस्कृतिलाई हामीले कहिले पनि भुल्नु हुँदैन। हामी घमण्ड गर्छौँ, अहङ्कारमा जागृत हुन्छौँ, सदैव अहङ्कारमा तल्लग्न हुन्छौँ। के थाहा हाम्रो अन्तिम श्वास कति बेला हुने हो। हामी अहङ्कार अभिमानले गर्दाखेरि आफ्ना इष्टमित्र शाखा सन्तान छरछिमेकीबाट टाढिँदै जाँदछौँ। त्यसै कारण कति बेला हाम्रो अन्तिम श्वास हुने हो त्यस चिजलाई याद गर्नुपर्छ। आज हेर्नुहोस्, देश विदेशमा भयङ्कर बाढी आँधी तुफानले रुपियाँ पैसा गाडी धन सम्पत्ति बङ्गला आदि सबै माटोमा क्षणभरमा मिलेर सब समान भयो। जीव जन्तु जनावर पशु प्राणी मानव सबै माटोमा दबाइयो। त्यसकारण हामीले पनि विचार गरौँ, के थाहा कति बेला हामीलाई यो कालले आफ्नो मुखमा त राखेको छ, कति बेला निल्ने हो। त्यसै कारण हामीले राम्रो कार्य गरौँ, सत्कर्म गरौँ, सत्कार्य गरौँ, पर निन्दा नगरौँ। अर्काको निन्दा गरेर नबसौँ। हामी पयमा कतिपय हाम्रो एउटा आदत छ, जब भोजन गर्न बस्छौँ अर्काको हामीले कुरा गर्न थाल्छौँ। कोही अगाडि बढ्दैछ भने उसको कुतर्काको कैँचीले काट्न थाल्छौँ। जब पूजा गर्न बस्छौँ, के राम्रा कुराको लागि बस्छौँ, एकदम नाना प्रकारका कुतर्काको कैँचीले काट्न थाल्छौँ। काट्नुहोस्, परन्तु आफ्नो समय नकाट्नुहोस्। उसलाई त अझै हजुरले परिपक्व बनाउनु हुँदैछ, वो अगाडि बढ्दैछन्। धन्यवाद।